हेर चोरे किनले मनिषले हो। हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। स्वागत छ तपाईँहरूलाई फेरि मेरो नयाँ भिडियोमा होइन। चाहिँ फेरि मैले धेरै पछि होइन, धेरै लङ टाइम पछि आज भिडियो लिएर आएको छु। अब हेरिदिनु होला जस्तो कस्तो हुन्छ होइन। अब त्यही हो, अब चाहिँ यसो गाउँघरको यस्तो देखाउनुवाला छु म चाहिँ भ्लग चाहिँ आजको चाहिँ होइन। त्यही हो, हेरिदिनु होला। नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। कस्तो लाग्छ भिडियो हेरेर प्रतिक्रिया कमेन्टमा दिनु होला है त। यहाँ चाहिँ आगो छ, यसरी खोर्सिनु पर्छ कि होइन। त्यसपछि यसरी ताप्नुपर्छ यसरी। कस्तो मजा आएको। आगो ताप्नुको मजै छुट्टै छ कि फेरि कपडा नलाउने होइन, आगो ताप्ने आनन्द बस्ने होइन। अनि त्यसपछि रुगा ला यताउति भन्ने जाडो मौसम छ कता यता चाहिँ लास्टै जाडो भन्दा नि त्यस्तो छैन। त्यही पनि अब जाडै भनौँ। मम्मी र बाबा चाहिँ सिल्टुङ काट्नु जानुभएछ अनि तलबारी। अनि सिल्टुङ पाकिसक्यो, अब काटेर अब ल्याउनु बोक्नु पर्ने हुन्छ, कति ल्याउनु पर्ने हुन्छ, ठटाउनु पर्ने हुन्छ। त्यसपछि सिल्टुङको दाल खानुपर्ने हुन्छ होइन। अनि त्यो सिल्टुङको दाल फेरि यस्तो बेस्ट हो कि मेरो फेभरेट हो होइन। त्यही भएर को कोलाई मनपर्छ यस्तो कमेन्ट गरिदिनु होला होइन। अनि चाहिँ म चाहिँ अब भन्नु पऱ्यो, बाख्रालाई पनि खुवाउनु पऱ्यो। बाख्रा चराएर आएपछि फेरि दिनभरि खाली हुन्छ नि त फेसमा त फेरि होइन। त्यही भएर अब चाहिँ हामी खाना खान जान्छौँ होइन। अनि हेरौँ ल के हुन्छ कस्तो हुन्छ है। हाम्रो खानामा चाहिँ के छ भन्दाखेरि होइन, आज चाहिँ बेलौती छ। बेलौती खानीमा भन्नु होला, सम्पर्क गर्नु होला होइन। एक बाल्टी छ हामीसँग चाहिँ होइन। म चाहिँ यो यसो बुट्टाबाट टिपेर लिएको होइन। खतरा थियो क्या, खतरा पाकिरहेको थियो होइन। त्यही भएर हल्का टप दिएर ल्याइदिएको, फेरि छोडेको होइन, यो टिपेर लिएको आफ्नै उसबाट ल। अनि खानामा चाहिँ भात भयो थियो यो। आम्मामा के हो यो? ए चतेलाको भुजिया र भट्टा बाल हुन्छ, खतरा मिठो हुन्छ है। यता फेरि के छ, यो त दुध हो के अरे, यो दुध हो। यो चाहिँ रोटी एउटा रहेछ, चिया भयो ल। त्यही हो, हामी अब खाएर यसो भेट्नेछौँ है गाइज। म चाहिँ खानासाना खाएर अब टक्क अब हिँड्न लाग्यो बाहिर लिएर होइन। बाहिर चलाउनु हिँड्न लाग्यो। बाहिर चलाउनु फेरि यहीँ पल्तिर उसँग हो क्या, के अरे अहिले देखाउँछु म हाम्रो पाडु टुङ 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 पहाडी टु 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 चुन्नु मुन्नु हो क्या हाम्रो भैँसक्यो। काली हो कि यसको नाम, काली। यहाँ छ हाम्रो धुम चाहिँ। यसलाई यसो गरेर यसरी खोल्नु पर्ने हुन्छ कि यस्तै टक्क। अब यहाँ राजा साबर आउनुहुन्छ। ढ्यान ट्यान टिक 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 धुम चाले टु टु। अब आउनु राजा यस्तो छ कि ढोका। फेरि छोटो काली यता आऊ, काली फेरि काली हो। त्यो रातोलाई छोपेर ल्याएर त रातो बाख्रालाई अरू ठुलो रातो माउले त्यो फेरि यहाँ बाँध्नु पर्यो। त्यो हिँड्न सक्दैन क्या, त्यही भएर यहीँ बाँध्नु पर्ने हुन्छ। त्यसलाई लिएर आयो। कति चलाएको यो, खुब जान्छु अनि साला। कुसा मन्टु कुसा चल ल गाइज। हामी चाहिँ हिँड्ने है बाहिर लिएर। प्याजहरू लाउनु भएको, प्याजहरू हेर्न सक्नुहुन्छ। ठ्याक्कै प्याजहरू, यता प्याज छ, यता सिल्टुङ छ। यहाँ चाहिँ लसुन ठ्याक्कै, त्यहाँ ठ्याक्कै त्यो लसुन, यति यहाँ प्याज, यहाँ भेन्टा छ होइन। अनि फुलहरू टक्कै हेर्न सक्नुहुन्छ होइन। त्यही हो, मैले चाहिँ हिजो कार्ड ल्याउनु बिर्सेछ, रिचार्ज कार्ड। अनि त्यो यता फेरि गाउँमा फेरि पाइन्न कि, फेरि रिचार्ज फेरि राख्दैनन् खासै होइन। त्यही भएर यहाँ रिचार्ज खोज्नुपर्ने हुन्छ। अब कता पाइन्छ होइन, त्यही भएर खोज्नुपर्ने हुन्छ। अब रिचार्ज खोजेर यहाँ भनेको कि यहाँ विशाललाई भनेको यो घर अब छ कि नै यसो चल कहाँ हो रे, यता आउनु न यार। पकायो कि मैले क्यास दिने फेरि पैसा फेरि होइन। के अरे के भन्छन्?
रिचार्ज पनि हामीले पाइसकेको छ। अब चाहिँ बल्ल एमबी चलाउनु पाइन्छ होइन। खै रिचार्ज ल्याऊ के छ कालो आयो क्या यार ठिक छ होला कि होइन हाम्रो लाउरी है लाउरी अब लाउरी भइसक्यो अब यसो हान्दैन त सलम हान्दैन त सलम हान्न भर्खर समय छैन दिएन खै के पैसा हालिदियो कि नै र तिमीले लिएन हालिदिन्छु खै ठिकै त 100 धेरै ल होला त्यति मुलालाई ल छिटो हालिदियो है नम्बर थाहा नि त्यही हो कि नै हेलो भन् त हेलो भनिदे हेलो यसो हात हाल्ला यता हात हाल्ला नमस्ते भन् नमस्ते तेरो नाम के हो भनिदे अरे नाम के हो तेरो विवेक हो यता आएर ओइ के छ आयो भन् हेलो भन् के हेलो भन् न हेलो भन् यहाँ हेलो भन् न हेलो भन् यहाँ काली हेलो भन् यो चाहिँ घाँस काटी यो चाहिँ बहुत मेहनती छ यहाँ चाहिँ यिनीहरूको पूजा गर्ने भगवान आइज क्या हो अहिले आउँदाखेरि रेडी हुन्छ सिन हेर्न सक्नुहुन्छ त्यो छ है बारी यो हाम्रो बारी चाहिँ यहाँ सिल्टु कान जानु मम्मीहरू कता हुनुहुन्छ हामीले चाहिँ रिचार्ज पाइसकेको छौँ हेर्न सक्नुहुन्छ अनलाइन गरिदिन्छन् भनेको त रिचार्जै छ गाइज हामी चाहिँ यता बारीतिर यता बाटोतिर आइसकेका छौँ हेर्न सक्नुहुन्छ बाटो यहीँ यो लिम्गा आउने बाटो सर है यो चाहिँ माथि यता खोटडाँडातिर जाने बाटो यतातिर अनि दोजार हिँड्नु गाइज दोजार हेर्न सक्नुहुन्छ दोजार कहाँ गयो ए यहाँ दोजार लाग्छ है साथीहरू अब चाहिँ हाम्रो बाटो खतरा हुनेवाला छ है कता ठुलो बनायो कि होइन त्यहाँ यो दाइको मच्छर बगाउने स्टाइल है साथीहरू मच्छर बगाइरह यहाँ चाहिँ अब मस्त चरिरहेको बाख्रा चाहिँ अरे ट्याकको बारी हो कि यो चाहिँ होइन यसमा सिल्टुङहरू केही छैन कि अब के भन्छ नि अब सो मोज गरेर बाख्राले चाहिँ होस् होइन यो चाहिँ हाम्रो बारी होइन दाइहरूको बारी हो अब बारी चाहिँ दोजार लाग्छ होइन सिन यस्तो छ बवाल छ है फाइनल्ली गाइज हामी चाहिँ घर हिँड्न लाग्यो होइन अब चाहिँ हामी गोरो मान्छेलाई कालो बनाइदियो कालो होइन कि कालो फाइनल्ली गाइज हामी घर आइसकेका छौँ नचला होइन हो कि नै सिल्टिङ काटेर भ्याउनु हो छैन कति छ अझै थुप्रै छ भोलि बिहान जाने ल्याउनु हो हामी चाहिँ घर आइसक्यौँ होइन गाइज अब चाहिँ हामी नास्ता भन्दाले सुन्तला खान जानेवाला छौँ सुन्तला माथि जाइएको भए आज घर मान्छे छैन नि कसै नि कोही छैन नि यहाँ घर यस्तो गरेर च्याप हाल्नुपर्छ भनेको त्यही गाई होइन घरको मान्छे त हिँडिसकेको छ सुन्तला चोर्न हामीलाई सजिलो भयो अब चाहिँ हाम्रो भलिबल ग्राउन्ड हो खेल्दैनन् बल चाहिँ अनि त्यही हो गाइज हामी चाहिँ यसो दाइको घरको सुन्तला चाख्न आएछौँ अनि तपाईँहरूले किलोलाई 250 को 2 किलो आउँछ अरे त्यही अनुसार अब किन्न आउनु होला सुन्तला देखाइदिन्छौँ हामीले तपाईँहरूलाई हेर्न सक्नुहुन्छ कथा अलि राम्रो सुन्तला यो चाहिँ हाम्रो पहिलो बुटा हो होइन यसमा यति छ भनेर सुन्तला छैन नभन्नु होला अनि
हेर्न सक्नुहुन्छ यता यो भयो होइन त्यसपछि अझै छ कि यहाँ सुन्तलाको टेन्सनै छैन यहाँ र हेर्न सक्नुहुन्छ यहाँ छ टन्नै छ यहाँ बाख्रा पनि छ है साथीहरू अनि यहाँ छ बुट्टा यहाँ छ यहाँ फलेह अझै छ कि कति टेन्सन गरेँ कति र यति मेरो बा भन्यो यहाँ छ है सुन्तलाको केही कमी चाहिँ छैन हेर्न सक्नुहुन्छ तपाईँहरूलाई मैले होइन एउटा चाहेर पनि देखाइदिन्छु कि म कस्तो छ होइन खानुपर्यो यो चाहिँ सुन्तला गाइस यहाँको होइन हाम्रो अर्ग्यानिक सुन्तला बबाल छ है सुन्तला हेर्न सक्नुहुन्छ केसरा पनि ठुल्ठुला छ है हेर्न सक्नुहुन्छ नयन केसरा गुली यो है यार लभ के त्यसो नाम खाइको नि यहाँ बाँदरहरू आइसकेका छन् यहाँ हेर्न सक्नुहुन्छ यो बाँदरहरूलाई सुन्तला खान चाहनुहुन्छ भने होइन भन्नु होला त ठिकै हो होइन यिनीहरू त ठिकै हो यो बच्चा जान खोज्छ बुढा ए राम ए बाबु कहाँ चढेस् न ए बाँदर झर एउटा अर्को बाँदर झर आम्मा के हो यता हेर बाँदर त बाँदर झर्नुहोस् नि त झर्छस् कि नै सर अर्को बाँदर नि त्यहाँ थियो बेलायती बुट्टा हेर चोरेको यिनीहरूले ओए कुल टिप्नु हो नि तँलाई कुल टिप्नु हो न मनिषले हो भनेको अरे कसले भनेको अरे कसले भनेको भन् त नराडिङ भन् यसले भनेको हो कसले भनेको कसले भनेको राम्रोसँग भन् त कसले भनेको टिप्न यसले भनेको तैँले भनेको हो यहाँ आइज नि एकछिन यहाँ आइज त यहाँ आइज न सुन्तला एउटा हात यस्तो गर यस्तो समात यहाँ आइज यहाँ आइज के भयो बाबु गरे त्यसले त ल यता आइज पछाडि आइज मेरो पछाडि बस सबै मेरो पछाडि आइज त यस्तो गर सबैले सुन्तला यसो गर सुन्तला यसो देखा यता आइज चोरहरू यहाँ आइज यो ज्ञानी रहेछ है चोरहरू हेर अरू गए उताबाट यो यताबाट आए ठिक छ त चोरहरू यहाँ आइज यहाँ त यहाँ त आइज यता यहाँ आइज के ओए यहाँ आइज भन् दाइ यहाँ आइज भन् दाइ यहाँ आइज खानी भाइ यता आइज कि नत्र जा भन् खानी बा यता आइज नखानी बा जा भन् न भन् त खानिस् कि नै भन् गोले भन् ए गोले चोर भन् ल उता हिँड्नु तैँले मैले उता के खानिस् लैन बेला अहिले म जान्छु तल छोड्नु जान्छु घर है लैन के खानिस् भन् ल बेलायती खानिस् लैन तिमीलाई छोडिदियो हामी यता
म त आउनु भन्दै त म त आउनु भन्दै चिच्चा म त आउनु भन् म त आउनु भन् के ऊ आयो गोले छोरे त दैन दैन अब यता यता अब यता 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 इन खान जाने कि यो खै खै म फोरिदिन्छु ले आमा खाना त खतर जाने रहेछ यी केटाले त खै खा त कसरी खान्छस् खै आमा कस्तो छ कस्तो छ भनेको सुन्दैनस् कस्तो छ सुन्दाल कस्तो छ भन् मिठो हो कि तितो हो मिठो हो खै मिठो कस्तो हुन्छ मिठो गुलियो छ कि अमिलो छ अमिलो छ कस्तो छ एकदम राइट छ मिठो राइट छ तल अमिलो भयो घर जानिस् अब यहाँ नआइज है त साथीहरू आजको भ्लग चाहिँ यति नै भयो अनि कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला कमेन्टमा चाहिँ होइन आजलाई यति भयो अब फेरि नयाँ भिडियोमा भेटौँला है त आजलाई एकछिन सुत्नु पर्ने अब यस्तो है ल बाई